सिट त डोङडोङ खाली छ त उता जाने चाहिँ होइन यो मजिद मल जाने हो त्यहाँदेखि फेरि अर्को गाडी छोड्नुपर्छ ठ्याक्कै 2 घन्टा पर्छ होला हौ गाडी आएन आउनु त आउँछ फुल आउँछ एकजना बस्नु दिँदैन मान्छे चाहिँ 15-20 जना बरु यसैमा चढेर जाउँ अनि अर्कोमा चेन्ज गरौँ भनेर यसमा बसेको छु मान्छे पनि धेरै छैन 4-5 जना मात्रै छ सबै सिट खाली गाह्रो छ शुक्रबारको दिन गाडी पाउनै गाह्रो छ फुल आउँछ सबै मान्छेहरू अबुधाबीमै आउँदो रहेछ क्या हो कस्तो राम्रो फुलै भयो अर्को बेला त चाहिँ ठिकै थियो पाउँथ्यो आधा घन्टा पुग्दा त पाउँथ्यो आज त 2 घन्टा पुग्दा नि पाएन फुल आउँछ सबै बाफ्रे बा बच्चा सच्चा सबै खारखोर पारेर ल्याउँदो रहेछ कहाँबाट आउँछ बच्चाहरू घरमै छोडेर आमा बाउ मात्रै घुमेको भएको अलिक सिक्छौँ गाह्रो छ त फेरि बच्चाहरू रुन्छ होला त्यही त कस्तो घाम पनि आँखा ठ्याक्कै लाग्यो के फेरि घाम त डुब्नु लागेपछि त देख्दैन त यहाँ त झन् ठुलो यत्रो नाम कत्रो ठुलो देखिरहेको क्या गाह्रो छ अब आइपुग्ने बेला हुनु लाग्यो फेरि पर्खिनुपर्छ सबियाबाट आउने गाडी त्यो पाउन पनि गाह्रो छ फेरि हो गाह्रो छ जिन्दगी ट्रेन भए पो मजाले हुन्थ्यो त उठेर बस्नु पनि हुने अब बसे पनि भयो जति मान्छे भए पनि चढ्नु पाउने रहेछ दुबईतिर त यहाँ त अब बसमा हुँदैन मान्छे फुल भएपछि दिन्न जानु रुम पनि यहाँतिर पायो भने सजिलो हुन्थ्यो कि आफूले चिन्या नि कोही छैन फेरि चिन्या भए चाहिँ यहाँतिर रुम भइहाल्यो 10 मिनटमा आइपुग्थ्यो अब 1 घन्टा गाडी पुग्नु अर्को बेला पनि आज शुक्रबारको त पुरै छोड्थ्यो अनि गाडीमा 1 घन्टाभन्दा बढी बस्नु 2 घन्टा अनि यता आउँदा 1 घन्टा 3 घन्टा ठ्याक्कै गाडीमा 12 घन्टा काम तियरीमा टोक्ने हो जिन्दगी त गयो त हो फुलिँदै के हो यस्तो जिन्दगी त फुलिँदै गयो बुढी भइसक्यो यता गर्नु आउँछ गाडी आउँछ अर्को स्टपमा झर्ने अर्को स्टपमा त झर्ने हो कि बस स्टपमा के गर्ने हो त्यहाँ पनि त पर्खिनु पर्यो सबियाबाट आउने मान्छेहरू पनि आज त झन् शुक्रबार आज ठुलो आउँछ अलिक छिटो भए बरु पाउँथ्यो अहिले अब ढिलो भएछ 6 बज्नु लागिसकेपछि 6 बजेपछि सबैको छुट्टी भइहाल्छ फेरि मान्छेहरूले यस्तो भएन अब गाडीमा सिक्ने काम छैन गाडी सिक्नु पर्यो अब अनि एउटा थोत्रो गाडी पुरानो गाडी किनेर गुरुङसँग गर्छ त्यो पाराले हुँदैन
चाहिँ बसिन्छ होला विदेशमा 4-5 वर्ष त बाध्य त छ के गर्नु बस्नु पर्छ ठिकै छ काम जहाँ बसेर काम गर्ने हो त्यतिकै त बस्नु पाउँदैन होइन काम गऱ्यो भने फुर्तिलो पनि हुन्छ ठिकै छ बल्ल मजेतमा चाहिँ आइपुग्यो याद गर्ने हो कि आएको छैन अर्को छैन जस्तो छ अरू त गएर बस्नु होला नि त चाहिँ स्टोभमा अब झर्नु पर्ला ठिक छ गाह्रो छ अनि के अरे अब जनवरी महिना पनि खुलिँदै भएछ कति छिटो गएको हो महिना र वर्ष पहिला दसैँ आउनु त कति टाइम बापरे बा 1 जुनी पर्खिनु पर्थ्यो भने अहिले त 1 महिना जस्तै लाग्छ मलाई त अब चाहिँ झर्ने टाइम आयो राख्छु होला मैले अर्को गाडी आउनु पर्खिनुपर्छ अब 1 घन्टा जति उस्तै पर्यो अन्त गयो अब अर्को आउँदैछ खोइ त गाडी त आउने त चाल केही पनि छैन त त्यहाँ बाजे पनि फुल आउँछ के गर्ने हो के नगर्ने हो चाहिँ गाडी चढ्नु गाह्रो छ गाडी आउँदैन मान्छे मात्रै आउँछ डुङडुङ लाएर ल हजुर राखेँ सबैजनालाई बाहिर